तीनछाँगे झरना पर्यटकको पर्खाइमा रहेको ओखलढुङ्गाको मनमोहक गन्तव्य। दर्शकबिन नमस्कार। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका 9 ककनीमा रहेको तीनछाँगे झरना प्राकृतिक सौन्दर्यले परिपूर्ण भए पनि पर्याप्त प्रचार प्रसार र पूर्वाधार अभावका कारण अझै पर्यटकको पर्खाइमा रहेको छ। ककनी खोलाको करिब 500 मिटर दूरीभित्र 3वटा ठुला तथा आकर्षण झरनाहरू रहेका छन्। प्राकृतिक रूपमा अत्यन्त मनमोहक भए पनि प्रचारमा आउन नसक्दा यो क्षेत्र ओझेलमा परेको स्थानीयवासीको भनाइरहेको छ। ककनी गाउँ हुँदै बग्ने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत हुन्छ। यही खोलाले करिब 500 मिटरको दूरीभित्र 3वटा फरक फरक झरनाको रूप लिएको छ। एउटै खोलाबाट छोटो दूरीमा 3वटा आकर्षक झरना देख्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय सम्भावना बोकेको गन्तव्यको रूपमा स्थानीयले लिने गरेका छन्। तीनछाँगे झरनाको पहिलो झरना ककनी गाउँ नजिकै रहेको छ। यहाँ पुग्न अन्य 2 झरनाको तुलनामा सहज छ। झरनासम्म पुग्नका लागि गोरेटो बाटो, रेलिङ, विश्रामी स्थल तथा काठे पुल लगायतका केही पूर्वाधार निर्माण गरिएका छन्। गाउँबाट करिब 10 मिनेट पैदल यात्रा गरेपछि पहिलो झरनामा पुग्न सकिन्छ। गाउँ नजिकै सहज पहुँच भएकाले पहिलो झरनामा स्थानीय तथा आगन्तुकको आवत जावत तुलनात्मक रूपमा बढी हुने गरेको छ। पहिलो झरनाबाट केही दूरीमा दोस्रो झरना रहेको छ। पहिलो झरना नजिकै भए पनि भौगोलिक बनावटका कारण त्यहाँ पुग्न घुमाउरो बाटो हुँदै ओह्रालो झर्नुपर्छ। करिब 20 मिनेट पैदल हिँडेपछि दोस्रो झरनामा पुग्न सकिन्छ। स्थानीयका अनुसार यही झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना हो। अग्लो चट्टानबाट खस्ने पानीको दृश्यले यहाँ पुग्ने जो पहिला आकर्षित गर्ने स्थानीय दिलबहादुर तामाङ बताउँछन्। ककनी खोलाका 3वटा झरना आकर्षण छन् तामाङ भन्छन्, तर भौगोलिक विकटताका कारण पर्यटकको बाक्लो उपस्थित हुन नसकेको हो। ककनी खोलाको तेस्रो झरना भने अझ विकट स्थानमा रहेको छ। बोटभित्र रहेको झरनासम्म पुग्न सहज बाटो छैन। अन्य 2 झरनाको तुलनामा तेस्रो झरना अझ सुन्दर र आकर्षण भए पनि बाटोको अभावका कारण धेरै मानिस त्यहाँ पुग्न नसकेको स्थानीयवासीको भनाइरहेको छ। प्राकृतिक रूपमा निकै आकर्षण रहेको यो झरनालाई व्यवस्थित रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीयको विश्वास रहेको छ। तीनछाँगे झरनाको अर्को महत्त्वपूर्ण पक्ष धार्मिक पर्यटनसँग जोडिएको हो। ककनी खोलाको शिरमा ओखलढुङ्गाको प्रसिद्ध ककनी चम्पादेवी मन्दिर रहेको छ। धार्मिक अवस्थाको धार्मिक आस्थाको मन्दिर र प्राकृतिक सौन्दर्यले भरिएको झरनालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने देखिन्छ। झरनामा पर्यटकको पहुँच बढाउन प्रदेश तथा स्थानीय सरकारको पहलमा केही पूर्वाधार निर्माण भएका छन्। पहिलो र दोस्रो झरनातर्फ जाने गोरेटो बाटो, रेलिङ, विश्राम स्थल तथा काठे पुल निर्माण गरिएका छन्, तर यी संरचना अझै पूर्ण र पर्याप्त नभएको स्थानीयवासीले गुनासो गरेका छन्। स्थानीय ढकबहादुर सुनारका अनुसार ककनी गाउँसम्म पुग्ने सडकदेखि झरना क्षेत्रसम्म आवश्यक पूर्वाधार विस्तार गर्न सके पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ। उहाँ भन्नुहुन्छ, ककनी गाउँसम्म आउने सडकदेखि झरनासम्म पुग्ने पूर्वाधार अझै थप गर्न सके पर्यटक आकर्षित हुन सक्ने सम्भावना रहेको छ। पर्यटकका लागि बाटो, सुरक्षा, विश्रामी स्थल, सूचना केन्द्र तथा अन्य आधारभूत सुविधा विस्तार गर्न सके तीनछाँगे झरनाले ओखलढुङ्गाको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सक्ने स्थानीयको विश्वास रहेको छ। विशेष गरी वर्षायाममा झरनामा पानीको बहाव बढ्ने भएकाले यसको प्राकृतिक सौन्दर्य अझै आकर्षक देखिएको छ। झरना नजिकै रहेको ककनी गाउँमा तामाङ र सुनुवार समुदायको बाक्लो बसोबास रहेको छ। पर्यटकको आगमन बढाउन स्थानीयले आफ्नै घरमै होमस्टे सञ्चालन गर्दै आइरहेका छन्। गाउँको मौलिक संस्कृति, स्थानीय खानपान, ग्रामीण जीवनशैलीसँगै झरनाको अवलोकन गर्न सकिने भएकाले यहाँको ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ। होमस्टे सञ्चालक नरबहादुर सुनुवारको अनुसार पर्यटकलाई लक्षित गरेर गाउँमा बसोबासको सुविधा उपलब्ध गराएको छ। झरना नजिकै बस्ने सुविधायुक्त होमस्टे समेत व्यवस्था गरेका छौँ। उहाँ भन्नुहुन्छ, त्यसैले पर्यटकको आगमन बढाउन जोड दिइरहेका छौँ। पर्यटकको विकासले प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याउन सक्ने स्थानीयको अपेक्षा छ। पर्यटकको संख्या बढेमा होमस्टे, स्थानीय उत्पादन, कृषि उपज, हस्तकला तथा स्थानीय खानाका परिकारको बिक्रीबाट गाउँले प्रत्यक्ष आमदानी गर्न सक्नेछन्। यसले
जसले स्थानीय युवालाई पर्यटन क्षेत्रमा रोजगारीको अवसर समेत सिर्जना गर्न सक्ने देखिन्छ। जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट तीनछाँगे झरना क्षेत्र करिब 3 घण्टाको लामो यात्रामा पुग्न सकिन्छ। सदरमुकामबाट कटुन्जेको कोसहाट हुँदै ककनी गाउँसम्म बाइक वा जीप मार्फत पुग्न सकिन्छ। त्यसपछि गाउँबाट पैदल यात्रा गर्दै पहिलो र दोस्रो झरनासम्म पुग्न सकिन्छ। तेस्रो झरनाका लागि भने हाल सहज पैदल यात्रा उपलब्ध छैन। सडक र पदमार्गको स्तरोन्नति, पर्यटकीय सूचना बोर्ड, सुरक्षा व्यवस्था, विश्राम स्थल र अन्य आवश्यक पूर्वाधार विस्तार गर्न सके झरना क्षेत्रमा पर्यटकको आगमन बढाउन सकिने स्थानीयको भनाइरहेको छ। तीनछाँगे झरना केवल झरना हेर्न जाने ठाउँ मात्र नभई प्राकृतिक ग्रामीण जीवन, स्थानीय संस्कृति, धार्मिक पर्यटकलाई एकै क्षेत्रमा अनुभव गर्न सकिने सम्भावनायुक्त गन्तव्य हो। भौगोलिक दुर्गमताका बावजुद पनि प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र आकर्षणको गन्तव्य बन्न सक्छ। दर्शकबिन, हाम्रो भिडियो सामग्री के कस्तो लाग्यो त? यदि हाम्रो भिडियो तपाईहरुका माझसम्म आइपुग्यो भने तपाईहरु कहाँदेखि हाम्रो भिडियो सामग्री हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा गएर लेखेर साथ दिनुहोला। दर्शकबिन, यदि तपाईहरु हाम्रो यस च्यानलमा यस पेजमा नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई, हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिन पनि सक्नुहुनेछ। यदि यहाँहरुको कुनै पनि सल्लाह सुझाव, जिज्ञासा र गुनासाहरू छन् भने कमेन्ट मार्फत जानकारी दिन सक्नुहुनेछ। सत्य समाचार, जनताको आवाज। हस्त धन्यवाद, नमस्कार।